टाढाबाट हाम्रो धरानको अमेजिङ भ्यू। धरान क्लक टावर, घण्टाघर, बेलेटार पूर्व नेपालको एक प्राकृतिक सुन्दरता र रमणीय स्थल। बेलेटार बजार, ताजा सब्जीहरू। टिकट पाइयो, फाइनली टिकट आयो हाम्रो। अब हामी उहाँ पर जानेछौँ है त। मौसम खुल्ला भयो है त, बादल पनि हट्यो। अब भ्यू हेर्न सकिन्छ है त हामीले। नाइट भ्यू अमेजिङ। नमस्ते सबैजनालाई, आज नयाँ भ्लगमा तपाईँहरूलाई स्वागत छ। आजको भ्लग एकदमै रमाइलो, इन्ट्रेस्टिङ र एक्साइटिङ हुन्छ। कृपया यो भ्लग अन्तिमसम्म हेरिदिनु होस्। अनि मन पर्यो भने लाइक, सेयर, कमेन्ट गरी सब्सक्राइब गर्न नछुटाउनु। यो रोड चाहिँ हामी धरान जानेछौँ अनि धरानदेखि हामी भेलेटार जानेछौँ। कृपया भ्लग हेर्दै गर्नुहोस्। लेट्स स्टार्ट द भ्लग। यतिखेर म इटेरी रोड हुँदै धरानतिर जाँदैछु गाइस। अमेजिङ रोड छ, मेरो साथमा सब पनि छ है त। धरान आइपुग्यौँ। अब हामी धरान क्लक टावरभित्र जान्छौँ। पनि भ्लगिङ बनाउँदैछ मेरो भन्दा उसको बबाल छ। यी सब दिनले राम्रो बनाउँदैछ। हो ठीक छ ल ल। धरान क्लक टावरभित्र मन्दिर पनि रहेछ। अब म यहाँदेखि धरान क्लक टावरको भ्यू हेर्नु पर्यो। कस्तो देखिन्छ त। अब माइक्रो भेन चढेर हामी धरान हुँदै भेलेटार जाँदैछौँ। अमेजिङ नेचुरल भ्यू देख्न सक्छौँ हामी। माथि टाढादेखि हेर्दा धरानको भ्यू एकदमै अमेजिङ देखिन्छ। अब हामी भेलेटार आइपुग्यौँ। यो भने ड्रोन भ्यू रहेको छ। खुसी लाग्यो होइन। हामी ठ्याक्कै हाम्रो गन्तव्य यहाँ ठ्याक्कै आइपुग्यौँ। भेलेटार बजारमा विभिन्न डल्ले खोर्सानीहरू, फलफुलहरू, ताजा फ्रेस सब्जीहरू, खोर्सानीको अचार, सब्जीहरू, दाल, आँपहरू, बिटरुट, छुर्पी, मौरीको महहरू रहेछ। क्लाइमेटिक कन्डिसन भन्नुपर्दा चिसो छ, बादल अमेजिङ छ। अब यो बाटो हुँदै म नेचुरल ब्युटी हेर्न जान्छु। नेचुरल ब्युटी प्राकृतिक सुन्दरता एकदमै अमेजिङ छ। हुस्से लागिरहेछ, जाडो छ, मौसम चेन्ज भइरहन्छ, परिवर्तन भइरहन्छ। ड्रोन भ्यूबाट रहेको छ है त यो। यो भने भेलेटारको नमस्ते झरना रहेको छ। यो भने आत्मा बस्ने घर, एकदमै रोचक ठाउँ रहेको छ है त यो। एकदम दामी छ। ऊपर चिसो भयो यी सब। पनि खानु पर्यो नि त। हेर्दै गर्नुहोस्। अब म खाजा खानको लागि होटलतिर जाँदैछु है त गाइस।
चिया बिस्कुट आयो अब खानुपर्छ थुक्पा खाजा आइछ हो अब खाने है त गाइस अहिले खाजा खाइछ ए अब जानुपर्छ अब हामी वाकतिर जाँदैछौँ है त अब चढ्ने यसो टिकट काटिहाल त अनि अब जानुपर्छ लु जाऊ त टिकट काट भिड छ एकछिन पाला आउनु पर्दैन भिड छ अब 9 जानुपर्छ अब टिकट पाइयो बोर्डिङ पास खोइ 2 जना भयो ए छ त प्राइज छ अनि एमाउन्ट छ अनि थाहा भइहाल्छ गाइस फाइनली टिकट आयो हाम्रो इन्जोय द ब्लग यता वरिपरि पनि म देखाउने छु के हो दाइ यहाँ यता वरिपरि पनि म देखाउने छु अब हामी उहाँ पर जानेछौँ है त नेपालमा पनि यस्तो छ भन्ने थाहा भयो गाइस मौसम खुल्ला भयो है त बादल पनि हट्यो अब भ्यू हेर्न सकिन्छ है त हामीले एमेजिङ भ्यू हेर्न सकिन्छ नेचुरल भ्यू एमेजिङ एक्सपिरियन्स पनि देख्न सकिन्छ है त अब म तपाईँहरूलाई देखाउने छु अब म धेरै बोल्दिनँ अब तपाईँहरूलाई म नेचुरल भ्यू एन्ड यहाँको आइवाको भ्यू नजरहरू तपाईँहरूमा राख्न गइरहेको छु हेर्नुहोस् रिउ चाहिँ लाग्न थाल्यो मलाई चाहिँ एकदमै रमाइलो भइरहेको छ गाइस जाडो भइरहेछ हावा चिसो आइरहेछ गाइस एकदमै जाडो भयो है गाइस एकदम जाडो भयो हुस्से पनि मजाले लागेको छ जाडो भयो ज्याकेट लाएर आउनुपर्ने रहेछ है त आजको दिन एकदम एमेजिङ भयो फर ब्लग फर एक्सपिरियन्स र फर टाइम रहेको छ यहाँ आइवा भिलेटारमा एकदम रमाइलो भयो तपाईँहरू पनि आउन सक्नुहुन्छ मलाई चाहिँ एकदम रमाइलो अनुभव भयो यो भन्न चाहन्छु आइवा भिलेटारको नाइट भ्यू एकदम एमेजिङ बवाल रहेको छ हस् त आजलाई यति नै भिडियो मन पर्यो भने लाइक सेयर कमेन्ट गरी सब्सक्राइब गर्न नछुटाउनु होस् थ्याङ्क यू फर वाचिङ माई ब्लग बाई बाई